म चाहिँ अब माछा पकाउन रेडी हुँदैछु है। यहाँ मैले प्याज लगाइसकेँ हैन। अब म पहिला माछाको मसला बनाउँछु। यो प्याजलाई चाहिँ यसरी हैन हल्का भुट्नुपर्छ। यो ब्राउन कलर जब प्याज ब्राउन कलरको आएपछि हैन हामीले यसमा एड गर्नुपर्छ। मैले अब तपाईहरुलाई के लगाउँछु देखाउँछु है। अनि मेरो माछा कस्तो हुन्छ हजुरहरुले भनिदिनु है त। खोइ यो प्याज ब्राउन भयो हैन, देख्न सक्नुहुन्छ तपाईहरुले। अब यहाँ चाहिँ म यसमा एड गर्दैछु टमाटर है। मैले काटेर अघि रेडी गरेको थिएँ टमाटर। मेरो पकाउने तरिका चाहिँ यस्तो छ साथीहरु। यसमा म एड गर्दैछु यो अलिकति पिसेको जिरा हैन। अनि पिसेको जिरा लगाइसकेँ मैले। अब यसलाई एकछिन भुट्छु हैन। यो भुटेर चाहिँ अब एकछिन यो गर्दै गर्छ, पाक्दै गर्छ। त्यसपछि म यसलाई एड गर्छु। यसमा चाहिँ मैले एड गरेँ अब अहिले यहाँ बेसार अलिकति हैन। बेसार त अब हामी सबैले नै लगाइन्छ, तर म चाहिँ तेलमा लगाउँदिनँ के। यो चाहिँ म चाहिँ पछि लाउँछु बेसारलाई चाहिँ। किनभने यो हाम्रो बेसार चाहिँ तेलमा लगाएपछि चाहिँ यसको चाहिँ कुनै पनि उयो के भन्छ त्यसलाई, कुनै पनि भिटामिन रहँदैन अरे क्या। हरेक कुरा बेसारमा त धेरै कुराको, बेसारले धेरै कुराको बिमारहरू पनि निको पार्छ नि त हैन। त्यही भएर बेसारलाई चाहिँ बेसी पकाउनु हुँदैन अरे क्या, तेलमा खर्याउनु हुँदैन अरे। त्यही भएर मैले चाहिँ अहिले यो तोरी, पिसेको तोरी यसरी एड गर्दैछु हैन। अब मैले यो तोरी पनि लगाएँ हैन। अब यसलाई म भुट्छु मजाले। यो भुटिसकेपछि मैले चाहिँ यसलाई यो अलिकति झोलो खोर्सानी एड गरेँ हैन। स्वाद अनुसारको नुन हैन। अब मसला पाक्यो मेरो हैन। यो मसला पाक्यो। अब म यसमा अलिकति पानी एड गरिदिन्छु। अनि जस माछा पाक्ने पानी एड गरेर यसलाई चाहिँ पानी माछा भनिन्छ के। पानीमा पकाएको माछा हल्का मसलाहरू हालेर फ्राई नगरिकन हैन,